जसको निन्दा हुन्छ उसको स्तुति पनि हुन्छ। कुनै बेला बालेनजीको धेरै नै स्तुति भएको थियो। धेरै गाडीहरूमा चाहिँ बालेनको पोस्टर हुन्थ्यो होइन। धेरै मान्छेले काठमाडौँलाई बालेनको सिटी भनेर चाहिँ नामले चिनाउँथे होइन। आज उनै बालेन जसको चाहिँ फोहोर निन्दा भइरहेको छ। त्यो साहित्य श्रद्धाञ्जली अर्पण गर्ने बेलामा उनी जब घरबाट ननिस्केर भित्रै बसिरहे, सायद त्यसैको कारणले गर्दा होला आज बालेन धेरै नै आलोचित बन्न पुगेका छन्। हुन त उनका काम कर्महरूमा पनि कसैको चित्त नबुझेको हुन सक्छ, केही कुरामा त मेरा पनि नबुझेका छन् होइन। तथापि अब जेएनजीहरूको आन्दोलनपछि नयाँ मोडमा चाहिँ देश पुग्ला, भ्रष्टाचारीहरूलाई यो सरकारले तत्काल कारवाही गर्ला होइन। अब अन्तरिम संशोधन के अरे अन्तरिम चाहिँ तपाईँको सरकार बनेपछि तुरन्तै मन्त्रीमण्डल गठन गरेर छिटोभन्दा छिटो पुरानो दलका नेताहरूको सम्पत्ति शुद्धिकरण र सर्वोच्चमा तिनीहरूका ती फँसेका कहाँ छन् ती फाइल पुराना होइन, यति ओम्नी व्हाइट बडी के छन् नि त, तिनीहरू सबैलाई खोलेर तत्काल छिटोभन्दा छिटो कारवाही गर्ला र हेरौँला भनेर हामी प्रत्यक्षमा थियौँ। भयो चाहिँ के भन्नुहुन्छ भने यहाँ ती कुराहरू भएनन्। बरु उल्टै रविको विषयमा चाहिँ हिजो धेरै दुःख दिएको थियो राज्यले भन्ने सिलसिला प्रधानमन्त्रीज्यू आज उहाँ पनि रविले चाहिँ खाएको भन्ने जस्तो भाषा बोल्दै हुनुहुन्छ। जगदीश खरेल हिजो पत्रकार हुँदा एकदम खरो रूपमा मान्छेहरूसँग संवाद गर्ने मान्छे, प्रश्न गर्ने मान्छे, आज आफै मन्त्री भइपुग्दा उहाँले पनि भ्रष्टाचार त 6 महिनामा होइन 15 वर्षसम्म पनि लाग्न सक्छ भनेर भन्नुभयो। अब त्यो ठाउँमा पुगेपछि मान्छेको भाषा र परिभाषा कसरी परिवर्तन किन हुन्छ त्यो त हामीलाई थाहा छैन होइन, तर परिवर्तन हुन्छ भन्ने कुरो चाहिँ थाहा पाइसक्यौँ। तर अहिले चाहिँ के भयो भनेपछि बालेन भर्सेस रवि। जेएनजी आन्दोलनपछि यो नेपाली समाजले के पनि खोजेको थियो भने यो बनेको सरकारले, जेएनजी सरकारले होइन, रवि लामिछानेको बाटोलाई पनि छिटोभन्दा छिटो क्लियर गरिदियोस् भन्ने चाहिँ जेएनजी आन्दोलन सफल भएपछि बन्ने अन्तरिम सरकारले रवि लामिछानेको पनि एउटा चाहिँ किता कट गर्दैला भन्ने आकलन गरेका थियौँ हामीले। छिटोभन्दा छिटो रविको काम पनि सकिन्छ होला र यी पुराना दलहरूको पनि यिनीहरूलाई पक्राउ गर्ने काम र यिनीहरूलाई दण्डित गर्ने काम चाहिँ राज्यले छिटोभन्दा छिटो गर्छ होला भन्ने सबै आम नेपाली जनताको बुझाइ थियो। त्यसो हुन सकेन। त्यसो नहुन भएपछि अब जो हिजो पुरानो दलहरूले गर्थे त्यस्तै किसिमका भाषा र परिभाषाहरू उहाँहरूबाट आउन थालेपछि अहिले एक प्रकारको जङ छिडिँदैछ रवि भर्सेस बालेन। सायद अब मलाई त बालेन त्यति साह्रो मन परेको व्यक्ति होइनन् रविको अगाडि। अब रविको क्लियर छिनोफानो नहुँदासम्म अब हामीले पनि अहिले यसो उसो भन्नु सक्ने अवस्था छैन। तर हाम्रो विश्वास चाहिँ जहाँसम्म उनी गलत गर्ने मान्छे हुन् जस्तो लाग्दैन। अनि हाम्रै सफल एउटा उच्च मनोभाव भएका मान्छे हुन् भन्ने हाम्रो बुझाइ छ। तसर्थ अब यो जेएनजी आउनुपछि बनेको सरकारले पुराना दलहरूका नेताहरूलाई कानुनी दायरामा ल्याएर र रविको यो अड्केको कुरालाई एकदम क्लियर, पानीको पानी दुधको दुध छुट्याए जस्तै क्लियर गरेर अब आउने चुनावमा उहाँलाई पनि सरेक हुन दिनुपर्छ भन्ने हाम्रो आम नेपाली जनताको बुझाइ छ। त्यसो गर्दा राम्रो होला, होइन भने यो फेरि अर्को जङ छडिने सुरुवात मैले देख्दैछु। जङ फेरि हुनसक्छ, लडाइँ फेरि हुनसक्छ होइन। युवाहरूले सधैँ बलिदान मात्रै गर्नुपर्ने, युवाहरूको मात्रै ठेका होइन, हामी सबैको ठेका, हामी सबै लिनुपर्छ होइन। यो छिटोभन्दा छिटो कार्यान्वयन गरियोस्। रवि भर्सेस बालेनको आन्दोलन सुरु हुन सक्ने सम्भावना धेरै छ। त्यसरी यो सरकारले पुराना दलहरूलाई भ्रष्टाचारको कारवाही गर्ने जो मूल मन्त्र राखेको थियो त्यसलाई छिटोभन्दा छिटो अगाडि बढाओस् र रविको किनारा लगाओस्। दोषी भए कारवाही, निर्दोष भए बाहिर निकालोस्।